अहिले म तपाईहरु सामु सब्स्क्राइबर कसरी बढाउने भन्ने विषयमा छलफल गर्न गइरहेको छु। मैले 2 महिनामा सब्स्क्राइबर 1000 पुराए। अब तपाईहरुलाई म सब्स्क्राइबर कसरी बढाउने भन्ने विषयमा मेरो मोबाइलबाट गरेर देखाउँदै छु। तपाईको अगाडि गरेर देखाइदिन्छु। तपाईहरुले मेहनत गर्नुभयो भने 2 दिन 3 दिनमा पनि गर्न सक्नुहुन्छ। सर्वप्रथम अब मैले मेरो मोबाइल खोल्न गइरहेको छु। यो भिडियो बढी भयो 10 मिनेट हुन्छ। 10 मिनेटमा तपाईले सबै जानकारी पाउनु हुनेछ। अब म मेरो मोबाइल खोल्दै छु। म तपाईलाई स्क्रिन रेकर्ड गरेर देखाउन गइरहेको छु मेरो मोबाइलको। स्क्रिन रेकर्ड खोज्दै छु एकैछिन। अब सर्वप्रथम तपाईहरुले के गर्नु पर्यो भने टेलिग्राम ओपन गर्नुस्। टेलिग्राम छैन भने प्ले स्टोरमा टेलिग्राम लेख्नुस्। म तपाईहरुलाई देखाउन गइरहेको छु। टेलिग्राम डाउनलोड गर्नको लागि प्ले स्टोरमा जानुहोस्। प्ले स्टोरबाट टेलिग्राम एपलाई डाउनलोड गर्नुहोस्। नेपालको कुनै ठाउँमा टेलिग्राम त्यतिकै चल्दैन। त्यसको लागि VPN डाउनलोड गरेर कनेक्ट गरिसकेपछि जब टेलिग्राम ओपन गरिन्छ तब खुल्छ। र मैले आफ्नो टेलिग्राम एप खोले। अब टेलिग्राम एप खोलिसकेपछि अब तपाईहरुले के गर्नुपर्छ भने यो अनुमति दिनुस्। डाउनलोड गरेर ओपन गरिसकेपछि अनुमति दिनुस्। गरिसकेपछि कुनै पनि एउटा VPN डाउनलोड गरेर कनेक्ट गर्नुहोस्। ल हेर्नुस्, म एउटा VPN कनेक्ट गरेर देखाउँछु तपाईहरुलाई। VPN लेख्नुस्, सर्च गर्नुस्। कुनै पनि एउटा VPN हो, थोरै MB को एउटा म डाउनलोड गरिरहेको छु किनभने मेरो मोबाइलमा कम छ मेमोरी। यो 5 MB को छ। यसलाई मैले डाउनलोड गरे, एकैछिनमा भइहाल्छ। डाउनलोड भइसक्यो। अब मैले खोले यसलाई र यसलाई कनेक्ट गर्छु। एक्सेप्ट गर्छु। जुनसुकै एउटा VPN डाउनलोड गरेर लगइन अथवा अन गर्न सक्नुहुन्छ। यति भइसकेपछि अब तपाईहरुले यो कट गरौँ। यसले कनेक्टमा थिच्दिए। यो यसलाई ठीक छ। यस कनेक्टेड भइसकेको छ। मेरो मोबाइलमा त VPN प्रयोग नगरे पनि चल्छ। तपाईहरुकोमा नि चल्न सक्छ। काठमाडौँ बाहिर पनि नचल्दो रहेछ। VPN कनेक्ट भएर भइसकेको छ। यहाँ VPN लेखेर देखाइसकेको छ। कुनैमा साँचोको आकार देखाउँछ। अब तपाईहरुले गर्नु पर्यो के हुन्छ भने म तपाईहरुलाई त्यो लिंक चाहिँ मेरो यो यही भिडियोको डिस्क्रिप्सनमा तपाईहरुलाई लिंक दिन्छु हैन। यो लिंक हेर्नु है त। नोटमा गएर नोट गरेर राखेको छु मैले। त्यो नोट तपाईहरुलाई पनि देखाइदिन्छु। र यो नोट मैले मेरो नोटमा खोले। नोटमा यो लिंक तपाईहरु याद नगरे पनि हुन्छ। यो कपी गरे र यो लिंकलाई मैले कपी गरे र कपी गरेर आफ्नो अलिकति लाइट बढाउँछु मोबाइलको। अब कपी गरिसकेपछि तपाईहरु जानुस् आफ्नो टेलिग्राममा। पुरा भिडियो हेर्नु होला है। पुरा भिडियो हेर्नु भने पुरै साँच्चैकै बढ्छ। मैले बढाकै हो। स्किप गर्नुभयो भने चाहिँ नबुझ्नु होला। मोबाइल अलि स्लो मोबाइल नेट अनुसार चल्छ। जस्तो अब मैले यहाँ मेरो टेलिग्राम एप खोलिसकेपछि सर्चमा थिच्नु होला। सर्चमा थिचिसकेपछि अब मैले तपाईलाई दिएको डिस्क्रिप्सनमा दिएको जुन लिंक छ त्यो लिंकलाई यहाँ पेस्ट गर्नु होला। यहाँनिर मैले पेस्ट गरिदिएँ। पेस्ट गरिसकेपछि यहाँनिर आएको छ cssstore.in भन्ने। यसमा क्लिक गर्नु होला। जब यसमा क्लिक गरिसकेपछि अब यसमा तपाई जोइन हुनु होला। यसमा जोइन भइसकेपछि कतिपय त मेसेज आफै पनि उतैबाट अरु जति पनि हेर्नुस् यहाँ 62,040 जना मेम्बर छन्। 870 जना अनलाइन देखाइरहेछ अहिले। अब म मेरो च्यानलमा जान्छु। मेरो युट्युब च्यानलमा जान्छु। युट्युब च्यानलमा गएर अब मेरो युट्युब च्यानलमा गइसकेपछि यो मेरो आफ्नो एकाउन्टमा लगइन गर्छु। तपाईहरु हेर्न सक्नुहुन्छ अहिले मेरो च्यानलमा
कतिजना छ मेम्बर भन्दाखेरि र मैले 1.03 1000 यहाँनिर 31 तपाईहरुलाई म उसमा के भन्छ युट्युब स्टुडियोमा पनि देखाउन चाहन्छु। युट्युब स्टुडियोमा राम्रोसँग देखिन्छ सब्स्क्राइबर मेरो कतिजना छ पहिला म तपाईहरुलाई देखाउँछु है। 1038 जना छ हेर्नुस् हैन। म अहिले गएर तपाईहरुको लागि बढेको देखाइदिन सक्छु हेर्नुस्। यो घट्यो भने कहिलेकाहीँ घट्छ, त्यो घटे पनि फेरि बारम्बार गरिरहेपछि पछि घट्न बन्द हुन्छ। अब मैले अब त्यहाँ भिडियोको लिंक अथवा च्यानलको लिंक जे पनि दिन सक्नुहुन्छ। मैले चाहिँ अहिलेको लागि च्यानलको लिंक दिँदैछु। च्यानलको लिंक कपी गर्नको लागि 3 डटमा थिच्नुस्, यो शेयरमा थिच्नुस्, शेयरमा थिचेपछि लिंक कपी गर्नुस्, लिंक कपी बनाइयो। अब टेलिग्राममा जाउँ हामी। टेलिग्राममा गइसकेका छौं। अघि हामी जोइन भएका छौं। त्यहाँ मैले नोटिफिकेसन अफ गरिराखेको छु। नोटिफिकेसन अन गर्यो भने हामीलाई सजिलो हुन्छ। हेर्नु है त। यहाँ मैले टेलिग्रामको नोटिफिकेसन अन गर्छु। नोटिफिकेसनमा जान्छु। सूचना एपमा टेलिग्राम साइट एप सूचनामा जान्छु। यहाँनिर टेलिग्राम सर्च गर्छु ल। सूचना आएको रहेछ ल। अब यहाँ हेर्नुस् मेरो के रे नोटिफिकेसन पनि अनै रहेछ। अब हेर्नुस् यहाँनिर कतिजनाले मेसेज पठाएको छ भनेर हेर्न सकिन्छ। जस्तै कि यहाँ एउटा जना पठाएको छ ल हेर्नुस् भर्खरको पठाएको होइन रहेछ 10 बजेर। अब CSS स्टोरमा अहिलेको हाम्रो यसमा CSS store.in यसमा जाउँ। अब यहाँ गइसकेपछि यसमा यहाँ थिच्दाखेरि यहाँनिर क्लिक गर्दाखेरि यहाँनिर अनलाइनहरु देखाउँछ ल हेर्नुस् कतिजना अनलाइन देखाइरहेको छ। त्यो कुनै पनि एउटा अनलाइन जस्तै कि म अनलाइनमा यसमा क्लिक गरेँ। यसमा मेसेजमा गइसकेपछि अघि अब जस्तै कि मैले मेरो च्यानलको लिंक जुन कपी गरेको छु त्यो कपी गरेकोलाई मैले सेन्ड गरिदिएँ। सेन्ड गरिदिसकेपछि यसको जवाफ पनि आउँछ हेर्नु है। सेन्ड भइसकेको छ। यहाँनिर मेसेजहरु आइसकेको छ ल हेर्नुस्। अब यसमा मैले क्लिक गरेँ। अब यहाँनिर मैले यसलाई नोट गरेर सेन्ड गरिदिएँ। मेरो लिंक पठाइदिएँ। एकजनालाई पठाइदिएँ। अब यहाँ कतिजनालाई पठाउँछु म 2 जनालाई पठाइदिएँ। यहाँ पनि उनीहरूले पठाइरहेका छन्, म पनि पठाइरहेको छु। 3 जनालाई पठाइदिएँ। 3 जनालाई पठाइदिसकेपछि यहाँ पनि हाई भनेर आएको रहेछ। यसमा पनि पठाइदिन्छु म। यसमा पनि पठाइदिएँ। अब यहाँ कतिजना देखिरहेछन् हेर्नुस्। भिडियो धेरै लामो होला जस्तो छ। अब यो त पहिले सब्स्क्राइब गरिसकेको रहेछ। यसमा पनि पठाइदिन्छु। यसमा पठाइदिएँ तपाईहरुलाई देखाउनको लागि। यहाँ फेरि यो कहिले पठाएको थाहा भएन। यो मेसेज जति पनि आएको छ नि त्यो मेसेज सबै पनि पठाइदिन्छु। अब यहाँ कसरी यो सब्स्क्राइब अब यहाँ तपाईले लेख्न सक्नुहुन्छ। सब्स्क्राइब एन्ड सेन्ड स्क्रिनशट भनेर लेखेर पठाउन सक्नुहुन्छ। यहाँ आइसकेको छ। एकजनाले सब्स्क्राइब गरेर पठाइसकेको छ ल हेर्नुस्। मेरो यहाँनिर सब्स्क्राइब गरेर उसले फोटो पठाइदिइसकेको छ। म पनि उसको लागि अब यहाँ क्लिक गर्छु। सिधै युट्युबमा रिडाइरेक्ट हुन्छ। रिडाइरेक्ट भइसकेपछि अब उसको च्यानललाई मैले सब्स्क्राइब गरिदिन्छु। टेलिग्राममा गएर यो यसमा थिच्छु। फाइल यो घुमाउनु परेको जुन आकार छ त्यसमा क्लिक गर्छु र उ भर्खर खिचेको स्क्रिनशट यसलाई एप चलाएको बेलामा ल यसले फलो पर्मिसन दिइसकेपछि भर्खर लिएको स्क्रिनशटले थिचेर म स्क्रिनशट पठाइदिन्छु। उसको पनि एकजना सब्स्क्राइबर बढ्यो, मेरो पनि बढ्यो। यसरी नै गर्न सकिन्छ। ओके भनेर उसले मेसेज पठाइसकेको छ। यो लिंक चाहिँ डिस्क्रिप्सनमा हुनुहुन्छ। अब तपाईलाई मन पर्यो भने यो फुल भिडियो हेर्नु होला। लाइक सब्स्क्राइब गर्नु नगर्नु तपाईको इच्छा। तर यो धेरै इम्पोर्टेन्ट छ। मैले यसबाट सब्स्क्राइबर बढाएको हो है। अनि अरु अब वाच टाइम पनि बढाउने सम्बन्धमा तपाईहरुलाई म भिडियो ल्याउने छु अब 1 हप्तापछि। किनभने म यसमा पनि मेरो आफ्नै खोजी गरिरहेको छु। ल अहिलेलाई भिडियो यति नै।
ल धन्यवाद। भिडियो यसरी नै बढाउने हो है। अब म तपाईँहरूलाई देखाउँछु युट्युब स्टुडियोमा बढेको पनि देखाइदिन्छु है। युट्युब स्टुडियोमा अघि मेरो कति 38 थियो, अब यहाँ बढेको हेर्नुहोस्, यो 39 एकजना बढिसकेको छ है। यसरी ल।